नमस्ते। आज हामी फेरि पनि आज विकेन्डको टाइममा चाहिँ हामी फ्यामिली यसरी घुम्न निस्केको छौँ। अनि यो ठाउँ चाहिँ केबल बे हो। अनि मैले चाहिँ भर्खर यहाँनिरदेखि यहाँ भिडियो आइपुग्ने बेलामा चाहिँ भिडियो बनाउँदैछु। अनि यो ठाउँ चाहिँ यस्तो छ, यहाँ न्युजिल्यान्डको यो केबल बे भन्ने ठाउँ हो। यहाँनिर मुना चप्चामा छ, यहाँनिर यस्तो बाटो अनि यसरी गइरहेको छौँ। अनि उता पछाडिपट्टि चाहिँ बोजूहरू हुनुहुन्छ, दुईजना बोजूहरू। अनि यो बोजूहरू आत्तेकै गरिरहनु भएको छ, तिमीहरू कहाँ हिँडेको। अनि यो समुद्रलाई देखेर बोजूले सुनकोस खोला हो भन्दै बोल्छ। भुटानको याद आएछ बोजूलाई। अनि यता मेरो हस्बेन्ड चाहिँ गाडी यस्तो कुदाइरहनु भएको छ, अर्को गाडी आएर यस्तो सानो चेपमा पनि यस्तो। हामी आयौँ है, यो गाउँ हो बोजू, यो गाउँ एरिया हो। यो केबल बे आइपुग्यो है हामी। अनि यस्तो राम्रो सिन छ यहाँनिर, यस्तो राम्रो छ। अब यहाँ चाहिँ ढुङ्गे बजार छ। गाडी नै देख्नु भएन भनेको होइन, अघि बाटोमा गाडी एउटै देख्दैन त भन्नुभएको होइन। गाडी देख्नु भयो। दुईजना बोजू पछाडि हुनुहुन्छ। अनि हामी चाहिँ आयो, यो ठाउँलाई चाहिँ केबल बे भन्छ। भयो यस्तो दामी छ केबल बे। लु हामी आइपुग्यौँ। यहाँ ड्राइभरलाई के भयो। अनि पछाडि दुईजना बोजूहरू, यहाँ बोजूहरू आत्तेकै गर्नुहुन्छ। यता एन्जल सुतिरहेछ, यसको घाँटी यस्तो भएछ। यता छोरी ड्रइङ गरिरहेको छ। लु बोजू अब बाहिर निस्क्यौँ ल। बोजूहरू यहाँ निस्किँदै हुनुहुन्छ। बोजूहरूको सिट चाहिँ यहाँ हो स्टमा। टाढो नजाऊ है। केबल बेमा ल्याएको कस्तो लाग्यो बोजू? कस्तो लाग्यो? राम्रो लाग्यो? थाहा न बोजू, यो उता जानु गाडीमा। यस्तो राम्रो ठाउँ। गाडीबाट पानी कस्तो उयो नजाए नजाए अलिक उयो हुन्छ यहाँबाट हेर ओरैबाट। ल हौ आगो टोइलेट आइगयो। ऊ यहाँनिर छ टोइलेट। उयो ग्रिन छ नि, उयो हरियो छ नि, हो त्यो। उयो आगो बालिरहेछ नि खैरेले। ऊ टोइलेटै छ। लु जानु ल, म लान्छु। लु हिँड्नु, यहाँबाट हिँड्नु, यताबाट टोइलेट जानु हुने अरे। फस्क्यो त अब बोजूहरूलाई टोइलेट लान्छु। आउनु भएको हौ यहाँ।
बोजू यताको बोजू फर्स्टचोटि होला तपाईँ त आइरहनु भएको मसँग नि आइरहनु भएको छ नि तपाईँ त पहिले पनि आउनु भएको नि तपाईँ हामी उयो माथि डाँडामा उयो माथि डाँडामा फोटो खिचेको हामी एन्जेलिका सानो हुँदाखेरि श्यामा र काका होइन तपाईँ म दिपिका आएको थियौँ हेर्नु यो त बाटो छ होला नि यसो छ नि बोजू वाकिङ त्यहाँनिर हिँड्छ नि वाकिङ गर्छ नि हजुर जरिङ्गो साग यहाँनिर उयो बोर्ड छ नि उयो यहाँ बोजूलाई वेटिङ गर्दैछु यहाँ टोइलेटमा पस्नुपर्छ ल बोजू बिस्तारै आउनु है यहाँ हुन्छु यो जरिङ्गो अरे त आमाले भनेको होइन यहाँ बोजू फुल हेर्दा त हो जस्तो पत्ता हेर्दा त सानो छ त दुई खालको हुन्छ अरे नि दुई खालको हुन्छ अरे त्यसो भए भयो होला है ठुलो खालको त ठुलो हुन्छ पत्ता यो जरिङ्गै हो यो डुको भाँचिहाल्ने बाफ्याउनु पर्छ अनि भुटेर खानु मनपर्ने त मिठो हुन्छ है यही बिउहरू पाकेको छ अस्ति हाम्रो आमाले यहाँबाट लानु भएको थियो बिउ यही यहाँ ट्याप्पै छ नि अनि बोजूहरूलाई टोइलेट पुऱ्याएर फर्किँदैछौँ हामी यता दुईजना बोजूहरू आइरहनु भएको छ बोजूले चाहिँ जरिङ्गोको यहाँनिर बिउ घाममा पाकेको छ त घाममा सुकाउँदा हुन्छ कालो हुँदो रहेछ हजुर कस्तोको बिउ त लागेको छैन त्यो त जरिङ्गो किन मन पर्दैन जरिङ्गो त्यहाँ बनाउ दुईजना बोजूहरू हावा आएर गाडी समातिन्जेल भइरहेछ म झन्डै लडेँ कस्तो लागिरहेछ बोजू हजुर राम्रो लागेको छ कालो हुँदो रहेछ लटेको बिउ के हो जरिङ्गो बिउ घरमा पनि छ भन्छ हाम्रो छैन है श्यामाले जरिङ्गोको पनि के भन्नु भएको थियो